हँ? कुन चाहिँ केटीसँग गफ लगाएर आउनुभयो? बिहाभन्दा पुलिससँग बिहा गरेर मार्छ हौ। यहाँ आउनु पर्दैन मेरो छेउछेउ फकाउनु के ढिलो आयो भन्दैमा कोही केटीसँग बसेर आएको हुन्छ? कोसँग बसेर आउनुभयो भन्नु त, पहिले प्रमाण देखाउनु। के श्रीमतीलाई के देखाउँछ सबैजना? गएर आउनुभयो भन्नु त। यस्तो हो क्या अब केटाहरूले यसो घाममा आएर क्लबतिर भने जाँदाखेरि यस्तो च्वाक च्वाक झापातिर केटी रहेछ के। हुन्छ नि, किन आउनु पर्यो घर? राम्रो श्रीमती छोडेपछि अरू कहाँ कहाँ बस्छ हौ? आउनु पर्दैन, उतैतिर जानु, उतै बस्नु। तपाईँ किन ठुस्किया फेरि? अनि किन यतिखेरसम्म? अहिलेसम्म मैले खाना खाएको छैन। तपाईँ चाहिँ त्यो बाहिर मजा खाँदै रमाइलो गर्दै बस्ने, म चाहिँ यहाँ बच्चा हेर्दै, अनि म चाहिँ तपाईँलाई कुर्दै बस्नु पर्ने। यतिखेरसम्म 1 बजिसक्यो, टाइम हेरेको छ कति बज्यो? छोरा मान्छे मर्दाको जात यार घुमिहाल्छ नि। लखर 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 हिँड्नुपर्छ। छोराछोरीको चाहिँ माया लाग्दैन। श्रीमती छ भन्ने थाहा छैन। बिर्सिनुहुन्छ श्रीमती छ भनेर घरमा? भएर के हाल्ने हो? कि बिर्सिनुहुन्छ घरबाट बाहिर गएपछि श्रीमती? कति ठुस्के कि कति ठुस्के कि हौ भुन्टे कि आमा। जा उता गरेर जा, बच्चा गुमुत गरेर बस्छ। बच्चाले चाहिँ उहाँ बाबा बिना खाना नखाने भन्छ। बाबाको ताल चाहिँ त्यस्तो। कारमा आइरहेको थिएँ ठ्याक्क, फेरि पुरा कपुरधारामा यसो एउटा पसलको अगाडि पुरा टायर पङ्चर भयो के। खालि कपुरधारा भनेछ, के छ कपुरधारामा? तेरो भाउ छ त्यही आएर गाडी पङ्चर भएपछि के अन्त नि? पङ्चर भयो कि पङ्चर पारेर त्यता बसेको? पङ्चर पारेर पङ्चर पारेर पङ्चर पारेर के बोल्छ? केटा मान्छेको जात जति राम्रो श्रीमती भए पनि बाहिर नहेरिकन चित्तै बुझ्दैन। तनी सल्किन् तनी लखर हिँड्यो भने तपाईँले के सहनुहुन्छ? ए जा अर्की पाइन्छ।